अहिले जुन हाम्रो देशमा आइपरेको आपतकालीन घडी छ, यतिखेरको समय भनेको मानिसहरूमा एकदम धेरै ठुलो भयानक क्षतिहरू, कयौँ मानिसहरू मरिरहेका छन्, कयौँ मानिसहरू सम्पर्कविहीन हुनुहुन्छ, कयौँ मानिसहरू घरबार विहीन हुनुभएको छ। उहाँहरूमा यतिखेर धैर्य धारण गर्ने क्षमता पनि कम भएको छ। कतिले आफन्त गुमाउनु भएको छ भने कतिले परिवार पुरै सखाप, कति परिवार सबै सखाप हुनुभएको छ। यस्तो बेलामा देश विदेशमा रहनुभएका जुन दाजुभाइ दिदीबहिनीहरूले सहयोगको भावनाले जुन खर्चहरू पठाइराख्नु भएको छ नि, उहाँहरूप्रति एकदम नमन, उहाँहरूलाई एकदम हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। यसै क्रममा अहिले जुन हाम्रो बजारीकरण छ नि, हाम्रा देशमा रहेका नेपाली दाजुभाइहरू, हाम्रा देशमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूले चाहिँ के गरिराख्नु भएको छ त भन्दा मूल्याङ्कन वृद्धि गराउनु भएको छ। सामानहरू छैन, उहाँहरूले सामानहरू किन यसरी लुकाइराख्नु भएको छ? उहाँहरूमा मानवता छैन? यस्तो आपत विपतकालीनमा हामी पनि सहयोग गर्छौँ भन्ने हिसाबले आफूले जति सक्दो सहयोग गरेर सामानहरू पठाउँदा पनि त हुन्छ नि, सहयोगको भावना देखाउँदा नि हुन्छ नि। तर होइन, उहाँहरूमा मानवता नै छैन। बजारमा जाम त हरेक सामानको मूल्याङ्कन बढाउनु भएको छ। पसलमा सामान छैन भनिदिनुहुन्छ। सामान त सकिसक्यो, हिजो ल्याएको सामान आज खरिद गर्न जाँदाखेरि सामान त छैन भन्नुहुन्छ। कुनै ठाउँमा छ, तर उहाँहरूले के गरिराख्नु भएको छ? मूल्याङ्कन वृद्धि गरिराख्नु भएको छ। यस्तो आपत विपतकालीनमा हजुरहरूले सहयोग गर्नुपर्ने, यदि हजुरहरूलाई मूल्याङ्कन वृद्धि गराउनै छ भने पनि आफूले सकेको सहयोग चाहिँ त्यो ठाउँमा लगेर गर्नुहोस् न त। मानवता छैन हजुरहरूमा? कस्तो अचम्म लागिरहेको छ क्या, मानवता नै हराइरहेको छ।